मुटु भरी कता कता गुरास फुले जासो मनै भरी यता उता माया डुले जासो। गाइस वेलकम टु माई युट्युब ब्लग। फाइनल्ली फेरि पनि धेरै पछि म फेरि युट्युबमा ब्याक भइसकेको छु। फेरि हामी चाहिँ अब यस्तै घुमन्ते फिरन्ते कार्यक्रम अन्तर्गत आज चाहिँ हामी चट्टोसँगले यो ठाउँमा चाहिँ यो डाँडा काँडा चाहिँ घुम्न आएका छौँ। त्यही हो, अब काम पनि छैन, कुकुरको फुर्सद पनि छैन भने जस्तो अब यसो घुम्दै गर्दै चट्टोसँगले हिँडिराखेको छ गाइस। हाम्रो दाइहरूसँग चाहिँ चट्टोसँगले हिँडिँदैछ। हेलो लोकेश दादा, के छ भने आजको अनुभव कस्तो भइरहेछ? आजको फिल हो हाम्रो अर्को दाइको के छ भन्नुपर्ने? एकदम भाइको युट्युब भ्लगमा के छ? एकदम आज मलाई चाहिँ एकदम कस्तो हो, अलिअलि ह्याप्पी पनि छु होइन। अलिअलि वेदरले अलिकति दिइराखेको छैन। वेदर त 18-20 दिनमा बल्ल बल्ल आज वेदर खुलेको होइन, अब आइएको छ। त्यहाँसम्म त्यता गुनासेर फुलेको छ। यो हेरी चाहिँ एउटा प्राउड फिल हुन्छ होला लास्टमा। ओके, भन्ने फिल। थ्याङ्क यू सो मच। ओके, थ्याङ्क यू सो मच। अनि गाइस हेर्न सक्नुहुनेछ, यो चाहिँ कोङ्दे माली यस्तै हो। यो मौसम यहाँनिरको कहिले खुल्दैन, देखिँदैन। हिमालहरू पनि त्यति राम्रो पुरै तल पुरै खुलिरहेको छ, तर माथि भने चाहिँ पुरै बादलले घेरिरहेको अवस्था छ। हाम्रो यात्रा जारी नै छ, हामी यात्रामै छौँ गाइस। हेर्न सक्नुहुनेछ। हजुर लालीगुराँसको डाँडा जानुभयो। अब हामी जट्टोसँगले अब डाँडा काँडा हिँडिँदैछ। ओके हेलो मित्रो। क्रिकेटको एम्पायर भइरहेछ गाइस। कस्तो छ लुक्स, कस्तो छ ह्याट? प्लिज कमेन्ट डाउन, हेलो सबैलाई नमस्ते नमस्कार। तपाईँहरू सबैजनाले यो चिल भाइ युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गरेर चिल भाइ युट्युब च्यानललाई सहयोग गरिदिनु होला। Where are you from? धन्यवाद। I'm from Italy. Oh, thank you so much our guide, वेलकम। our guest. Okay, यो बाज हाम्रोतिर कहिले आउँछ। गाउँघरमा बरु डेटिङ पनि यस्तो ठाउँमा जाँदैन होला, तर हामी चाहिँ घुम्नको लागि यस्तो ठाउँमा हिँडिरहेको छौँ। यो जङ्गल अप्ठ्यारो बाटो मनपर्छ गाइस। अप्ठ्यारो बाटो, एकदम रिस्की। ढुङ्गा रेडुल खाँदै बस्नुपर्छ। हेर्न सक्नुहुनेछ गाइस, जङ्गल पछाडि चाहिँ पुरै बादल लागिराखेको छ, तर खुलेकै रहेनछ माथि त। कस्तो छ गाइस ह्याट? कमेन्ट डाउन। यो चाहिँ पछाडिको चाहिँ हेर्न सक्नुहुनेछ, यो चाहिँ आलु रोप्ने खेतबारी। यहाँनिर चाहिँ यस्तो हुन्छ खेतबारी। यहाँ चाहिँ आलु बाहेक चाहिँ केही पनि फल्दैन गाइस। यहाँ चाहिँ आलुकै भात, आलुकै तरकारी, आलुकै दाल, आलुकै अचार, सबै कुरा आलुकै मात्र पाउँछ भनेर म भन्दिनँ गाइस। यो ठाउँमा आलु मात्र फले पनि चाहिँ कुरा नि पाउँछ है, किनभने यो टुरिज्म एरिया हो। यो भनेको सोलुखुम्बु भनेको एउटा सुगम क्षेत्र पनि हो। यसलाई अहिले सुगम बनाएको छ पछिल्लो समय। अब सुगम भन्नाले अब यो चाहिँ त्यही हो। अब हामी जस्तो सर्वसाधारणको लागि चाहिँ अब सुगम होइन, दुर्गमै हो। यहाँनिर चाहिँ अब हेलिकप्टर साउहरू, यहाँको व्यापार व्यवसाय गर्ने धनी मनी मालिकहरूको लागि चाहिँ यो सुगम जिल्ला हो। मेरो भनाइ चाहिँ यो हो है गाइस। ओके, हेर्न सक्नुहुनेछ बाटो छैन है। अब बाटो त चिरेर हिँड्ने हो, बनाएर हिँड्ने हो। त्यो हेर्न सक्नुहुनेछ गाइस, यो चाहिँ थाम्सेरको हिमाल हो, तर कुहिरोले पुरिएर यति मात्र देखिरहेको छ। हेर्न सक्नुहुनेछ। फेरि बाटो भराको अवस्था हो। जानुपर्ने उ त्यहाँ हो होइन गाइस। ए ढुङ्गामाथि त्यहाँ जानुपर्ने। हेर्न सक्नुहुनेछ गाइस, कोङ्दे हिमाल अलिअलि फुल्दै गएको अवस्था छ। इट्स रियली ब्युटिफुल। माउन्ट एभरेस्ट चाहिँ हाम्रो दाइ चढ्नु हुँदैछ। हेर्न सक्नुहुनेछ गाइस, घाम माउन्ट एभरेस्ट। माउन्ट एभरेस्ट चढ्नु हुँदैछ।
हेर्न सक्नुहुनेछ माउन्ट एभरेस्ट क्लाइम्बिङ अन माउन्ट एभरेस्ट ओ हो माउन्ट एभरेस्ट भन्दा कम छैन गाइज है यो लगभग माउन्ट एभरेस्ट चढ्न पाए पनि चढ्दिन्थ्यो होला हौ किनभने चढ्न नसक्नुको चाहिँ कारण के हो भने अब धेरै महँगो पर्छ अब त्यहाँको इक्विपमेन्टहरू किन्नु पऱ्यो त्यहाँ ट्याक्स बुझाउनु पऱ्यो अनेक हुन्छ नि त अब अनि लगभग एराउन्ड 40 लाख 45 लाख जति लाग्छ अब त्यो त सकिँदैन कहाँबाट बाटो कहाँबाट यहाँबाट ओ डेन्जरस प्लेस गाइज अब यहाँनिरबाट चाहिँ यहाँ तल हाम फाल्नुपर्ने हाम फाल्नुपर्ने अवस्था छ अब यहाँबाट तल चाहिँ हाम फाल्नुपर्ने अवस्था छ हजुर उता डिस्कोमा यो डिस्कोमा चाहिँ फाल्नुपर्ने छ गाइज लडिन्छ होला खुट्टा सुट्टा हातिन्छ होला जान्थ्यो ल हाम फालिसकेको अवस्था छ गाइज यति त हो है यति हाम फालेको धेरै त होइन फेरि पनि हामी आज धुप्पी घारी हिँडिँदैछ हेर्न सक्नुहुनेछ फाइनल्ली बाटो भेटिसकेका छौँ आज अहिलेसम्म चाहिँ जङ्गल हिँडिरहेको थियौँ अहिले चाहिँ बाटो भेटिसक्यौँ हो गाइस चाहिँ हेर्नु भ्लग बनाउने तरिका सबैको आफ्नै ताल छ हो इज आवर गेस्ट दिस इज गुफा एन्सेन्ट समयमा चाहिँ मान्छेहरू चाहिँ यहाँनिर बस्थे घर हेर्नु हुँदाखेरि हामी चाहिँ यो ढुङ्गामाथि बस्ने प्लान छ तर बाटो छैन यो ढुङ्गामाथि जाने सकिने अवस्था छैन अब इट्स डेन्जरस प्लेस लडियो भने तल टाउको फुट्छ फेरि ढुङ्गामा ठोक्यो भने जाने बाटै छैन यो ढुङ्गाको टुप्पामा चाहिँ बस्न सजिलो हौ साहब यो ढुङ्गाको टुप्पामा चाहिँ हो यसमा क्लाइम अन There no way. This is perfect. Hello guys. This is perfect. यो ओके हामी चाहिँ ढुङ्गाको टुप्पोमा चाहिँ बसेर चाहिँ चट्टसँगले अरू चाहिँ के हेर्नु र त्यही कुहिरो लागेको यहीँबाट रातोबाट त हेर्न सक्नुहुनेछ गाइस हेर्न सक्नुहुनेछ हाम्रो दाइ चाहिँ कताबाट छ बाटो यताबाट त बाटै छैन त हो तर घाम गएर चाहिँ मौसम सिरी चाहिँ भयो नि त हो गाइज हेर्नु वहाँनिर पुगिसकेका छन् अब हामी चाहिँ यो बाटो कहाँबाट छ बाटो यार यहाँ माथि चढ्नुपर्ने छ कहाँबाट चढ्यो उताबाट छ नि बाटो सक्नु तर यार मेरो ज्याकेट चाहिँ च्यात्ती होला ए हया छ यार कुन्जेले त ए हएको रहेछ नि यार चस्माले झन्डै नदेखेको नि ओ यता भित्र हिँड्नुपर्ने रहेछ गाइस यता तलतिर फेरि भिड छ ए ओ माइ गॉड ओइ राम ओइ डेन्जर रहेछ त दाइ यार ओइ कताबाट हो ओइ राम यस्तो डेन्जर रहेछ त यार बाटो त Oh my god, this is dangerous place. हेलो गाइस हामी चाहिँ अब यही खाजापानी कार्यक्रम नाच्दै बस्दै गाउँदै गर्दै शरीर थाकेको छ भोक लागेको छ त्यही भएर चाहिँ अब खाजा स्नाइकरको साथमा रेड बुलको साथमा हेर्न सक्नुहुन्छ गाइस हामी चाहिँ लोकल फ्राई मकै फ्राई स्न्याकर्स कस्तो छ गाइस मिठो छ